सेड फ्यामिली तपाईलाई स्वागत छ मेरो नयाँ भ्लगमा। आज चाहिँ साइमनको फोनदेखि भ्लगिङ गर्दैछु। हामी चाहिँ अहिले बिटामोड जाँदैछौँ रेडी सेडी भएर। आइसक्यो यहाँ अगाडि पनि हाम्रो केटाहरू छन्। फोन झर्क होइन। अनि अहिले हामी गइरहेको छौँ बिटामोडतिर। यस्तो चेल्सी बुट किन्न आँटेको होइन। अनि एउटा प्यान्ट नल्चिलाइरहेको छु फुली आउटफिट होइन बोबाल। दिनेश अगाडि छ जुजुमाइले एउटा खतरा आउटफिट किनेर आउँछ। हेलो दिनेश, ओ दिनेश कत्रो हाकेको रे। मोटो भ्लगिङ गर्दै जाउँ न होइन। यो चाहिँ मेरो स्कुल हो गाइस, लिटल फ्लावर। तिनीहरू कति पछाडि आम्मामा। थाहा छ थाहा छ। यो चाहिँ हाम्रो सन्तु अङ्कलको नयाँ दोकान हो, आउनु होला। यहाँ चियाबारीको साइडको चिट्टा काट्न पाइन्छ 20 रुपियाँमा होइन। आम कस्तो दामी भ्यू हो। अगाडि झन् फर्किने बेला हान्नुपर्छ ल के चिट्टा बात छ पैसा एउटा चेल्सी बुट किन्ने हो अनि आइदिने हो है त। सो गाइज हामी चाहिँ बिटामोड आइपुग्यौँ। फटा अहिले चाहिँ यहाँ बिर्तामोडको यो मुक्ति चोकको यो मूर्ति भत्काइसकेका छन् होइन बालिन सरकारले। स्काई ब्रिज बनाउने अरे महेन्द्र हाइवेको निर्माणको लागि। यो होइन आइरहेको छ नि भिडियो वाल। यो चाहिँ एउटा फेमस क्याफे हो, क्रिस्टल क्याफे हाम्रो बिर्तामोडको। कहाँ भन्दा यो अगाडिको ब्ल्याक हर्स दोकान सुप स्टोरी यहाँ चाहिँ हनुमान कम्प्लेक्स छ। यहाँ चाहिँ वान स्टप मल। कहाँ किन्ने यहाँ अब कुन दोकान कुन यो कुन तेरो बाको साथीको यहाँ छ त उयो चेल्सी बुटहरू कुन तेरो बालाई सोध्न। आइसक्यौँ है त गाइस। यो बुट लिन आँटेको है त हामी गाइस साइमनको लागि। के उतापट्टि यो अर्को भयो यो ल्याएर जान्छ ठिक छ नि फी होइन। यही चेल्सी बुटले फेमस छ। चेल्सी बुट नै राम्रो छ। यो लिन्छेस् कति हो दाम त फिक्स गर। कति छ 42 आम यत्रो लाग्छ तँलाई। कति 43 हुन्छ 43 ठुलो छ। गाइस हामीले चाहिँ यहाँ यो खोलामा होइन एउटा बल देख्यौँ। चाहिँ गइरहेको छौँ यो बाटोदेखि विराटपोखर मेन रोडदेखि नगएको। यो साइमनले किनेको जुत्ता चाहिँ यही हो होइन। 2500 रुपियाँ लियो यार गाइस। गइरहेको छौँ। कुछ पैसे बचा के घूमने निकल जा करो मेरे दोस्त। बाली उड़ान पे
विराट पोखर पुगेर आइसक्यौँ होइन हाम्रो यति भिडियो बनाएन विराट पोखरमा अनि यहाँ हाम्रो साथीहरू चाहिँ उहाँ अगाडि छ होइन यहाँ मैले स्कुलको साथी पनि भेटाएँ आकर्षण भन्ने अनि त्यहाँ अगाडि छ हाम्रो साथीहरू गाडीहरू कुद्दै जाँदैछु आमा जगिङ गरेको अरे जगिङ एक्सर्साइज गर्छ कस्तो धमिलो आउँछ यार त दुईवटा कुद्ने अरू मेरो साथी हो क्लासको हामी लिभ माग्दै माग्दै साइमनहरू आउँदै हेर्नु सक्नुहुन्छ गाइस यिनीहरू हिँड्ने मान्छे हिँड्ने हामी साइकलमा लिभ मागेर आयौँ गाइस म चाहिँ घर आइसक्यो अनि आज चाहिँ नेक्स्ट दिन हो होइन अनि म भर्खर सुतेर उठेको 5 मिनट भयो अनि तपाईँहरूलाई आजको भ्लग कस्तो लाग्यो राम्रो लाग्यो भने लाइक हानिदिनु च्यानलमा सब्सक्राइब हानिदिनु छिटो बढी त्यसै त नेक्स्ट थ्याङ्क यू सो मच फर वाचिङ